ठुलो त्यसमा जाने ल भन्दै के भने कमाइला जानु सबै छोटछोरी खेला छोटछोरी खेला ल जानु मुखमा जाने ल ल भिडियो पनि गरेछ ल ल ल सबैले हान्दिन कि लगाउँछ है मेरो यहाँ पछि लाग्यो हेर्ने नाछ ल टिका लागि ल्याएर फेरि ल्याएँ उडातिर पनि छम गरेँ अलिक क्या ठुल्ठुलो लगाइदिएपछि बरु तिमीले लगाइदियो क्या दिदीलाई दिदी लगाउँछ खाना रुचाउनु हुन्न हजुरले ए यसलाई के गरे रोगाइछु म मान्छेको आमाले टेम्पोमा खाएको थियो अहिले 20 रुपियाँ च्यातेर बारीमा फालेको सबै दिने हो कि के त्यति पनि पापा आँसको डरसको छ यति एउटै डेलालाई बाहुन जस्तो दिएको कति आफूले खानु भएन टिका लानु भने वर्षा यहाँ कति रुपियाँ मेरो अब म जान्छु ए पक्षबाट गर्ने होइन है
आन्टीलाई तिमीले त मलाई ढुकाउने तिमीले मलाई तिमी खाइदिया अघि होइन हामी खाने आए त बुहारीहरू भ्याइयो गरे छैन पैसा जा लाइदिस मेरो भाइ चोक्कै बुढोले खायो कि नै खायो यो जमिन आइदियो त ठुलो नाकमा हजुर 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 यो लिएर ल्याएर खाइ हुन्छ है लास्टै खाना मन लाग्छ होइन के किनेर ल्याएर खाने सिङ भाइ सासु हुनेको होइन अहिले पहिले काम दिएर बस्छ पैसा पर्दैन अरे उसमा चिज चोराउनु पर्यो त्यहाँ सुनेर इक्जाममा कहाँदेखि चिज चोराउने भयो त म चोराइदिन्छु होला कस्तो चप्पल हो लाल गए ये निसाको चप्पल हो क्या यदि सानो हो भाइ न न चप्पल आएर ल्याइदिने के एन्जलको भाइ छ के अति नै ल्याइदिन्छ के अहिले पवित्रले बरा एन्जलको भाइ भएर बस्न त आएको एन्जलको भाइ अझै मम्मीले पनि कसले खाएछ त्यो भाग्रो पवित्रले आफ्नो उसले कुकुले खाइदियो देखाएर हिँड्ने थियो के कपडा कुकुर मैले पहिले भनेको यहाँ आउनु बनाइ छ किनकि यहाँ दिन्छ तँलाई झन् तेरो मम्मीको भात पनि खान पाउँछ निशा ढोहा भयो ढोहा भयो कहिले बुझ्दैन खाना दिएर जान्छ यही रहेछ त
यता पनि बाबु यता बस यता खै बस यता यता कति हालेको थियो धेरै खाने हालेको मैले त्यस्तै भएको छ दिउँसो अन्डा खाएको कति बनाएको थियो दुईवटा बनाएको थियो आधा हो क्या प्लिज भनेछ कि बुढो खुर्सानीले केही बिहालु पार्दैन भन्न लसुनले त जेठीलाई नि घाउलाई म जान्छु त पाउँछ म त जान्छु के जान त कसले छेकेछ तँलाई यता यो नाग्नु भएन नि ल यहाँ हाल मासु हाम्रोमा चाहिँ शीतलमा चाहिँ हाम्रो एउटा ठुलो बटुको ल्याएर सबै केटाकेटीले यहीँ झोल खाऊ भन्न त यहाँ हाल्नु चार्ज भएको मलाई यहाँ हड्डी हाल्यो किन हालेन यहाँ झन् जुन भन्ने पाक्ने चिजै यसले पारेर ल ल ल अर्कोवाला ल्याउनु भनेको के हो हजुर कहाँ हाल्दैन बा ल खिच्दे के आफूले राम्रोसँग हालेको नि अरू बुहारीलाई नि राखिदिनु मलाई छैन दिदी दुध दिनु अरे मलाई उठी सुकमा आएर यो भाउजूहरूले खान्छ ल ल भित्र पसेपछि भन्न पेटमा पसेपछि यो हाल्नु न यो अन्त त्यो खाली यो त बान्नुलाई यहाँ त उता दिएको के हाल्नु पिरो गयो अरूमा पानी लाग्यो
यतिकै राखी त्यही बस्छ म पानी ल्याइदिन्छु है पानी ल्याइदिन्छु को त्यो खानु न दिदी हजुरले भर्दा तान्ला फेरि भुट्ने फेरि म अहिले खान्छु के उहिले त यो त्यो भुटाउनु फेरि साखा नि नजाई एकछिनको लटक्क बनाउन म साग किन्नु गयो भने खानु न के साग थियो र हेलो गाइस हाम्रो दाइको के अरे युट्युबलाई अनि यसो गरेको ल अनि छेचेच गरिनु है छेचेच गरिदिनु है लाइक अनि सक्सेस गरिदिनु है सक्सेस भित्र त हाम्रो घर सब्स्क्राइब दिदी भन्नु म लाउनु भने लाइक होइन कि सब्स्क्राइब होइन कि आजभोलि सक्सेस गरिदिनु भन्छ कि सक्सेस गरिदिनु भने के त यो नि हुन्छ त यता हामीलाई छैन इया खाने अब म बताउने जान्न म त नलाउँदैन कि नि खाने कि नला नि पुग्छ त्यो फालेर त्यहाँ झोल खानु त त्यो उसले त्यो फालेर गाडी किन भने उता कुरोमा हाल्नु गर्छ कि लाउन दिदी लाउन यो हजुरले खानु मलाई यो दिनको बटु गर्छ ल काट्छ मसा कैसे बारमा नि हैन सुमाले टाउको दिनु भनेर राखेको थिए खाना टाउको माइला काटेको कुखुरालाई हड्डी हाल न खान्छ हो खाने हो खाइसक्यो दिनेश भाइ केटीलाई सुप दिएन के बाबुले खाछ के रे मलाई अरु दिनु बोटु टेस्ट हामीले साबु दिएछ भाइ खानु र दिदी हजुर बोटु हो मैले यो राखेँ जानु जान सघाइ बस भित्र बस भित्र नाक साक पिरो भइसक्यो भुट लगिनु भुट मलाई भेज भर्खर भात गयो खाना इन्टरनेट सुप थप्ने हो घटी भेज जान बुढोसँग सुप थप्न मिल्छ भने थप्दैन दामी छ नि बाबु सुखाएर खान्छ हिजो दाइले के आटा मुल्दा मुल्दा धन्नै चुहाइएको उसले के त्यो उसले कालो माइले भेट्दा बुढीले के हजुरको यस्तो कमेन्ट हेर्छु दाइले गाली गर्छ कुना काट्छ नखिच के यो बोला किन गाली गर्छ रे दाइले दाइले टेक्सन जा भन्ने गरेको त्यही बेलामा सुना दियो यो दिने बोल्दै म त पार्न सक्दैन भनेको घर पनि मार्यो नि भने पछि त घर आयो के न भागे फेरि भाइ उता पनि सुत्न जा हैरान भएको दुईजना त्यो बहिनी र उता आउँदा बिचरा आफै नै झरेको दिदी हो के दिदी हो अब उसो गए अर्को मोटी के छोड जाने त्यो के सेट लाउने गन के बारेमा दिने भन्दै थियो त्यो त उसो गयो दिन्छ के है दिदीले दुई क्यारी त्यो उसो गए 11 नम्बरको हेर्नु हो आमाले रातो ज्याकेट लाएको थियो त्यो आमा छोरी हो त्यो हजुर हो बाबु तर तिमीलाई मोमो भयो ज्ञान उतापट्टि हो यतापट्टिको 3 तालेको भए तिमीलाई मोमो भयो कहीँतिर त्यो उता थियो हेरे सुन अनि त्यो छोरी बनाएको त छोरी नातिनी हो त नि
ओके के रे ल त्यसको नाम सुजी ढाका के त्यो लगाइदिनु त मैदा त्यो चामल भिडियो गरेको छ कोही भिडियो गरेको मैले त्यसलाई टिका लगाएर ढोक गरेर हातले अब त आफ्नै भयो त हामी त अर्को माया गर्दै तेरो बाको कारे नि उता भेना खानु ल भेनालाई हो म त हजुरलाई मलाई खाना यहाँ सुनको उठ्यो कि के हो हो कासुको आउँथ्यो भाल्यो कसको कारे नि हिमुको को हो सुरु महिना चिची खान्छ हौ लौ को हो हिमोको लौ आखा धारे जेठोलाई भएन होइन म तिमीलाई भएन लगाइदियो है कहिले मिलाइदियो त्यही लाग यो आफू भागेर गएको होइन मैले मिलाइदिएँ भेना मम्मा है